जुनैसुकै सम्प्रदाय किन नहोस्, तर परमेश्वरले तपाईँ र मलाई माया गर्नु भएको छ। आमेन। के सुन्न तयार हुनुहुन्छ? आज हामी क्रिसमस किन सेलिब्रेसन गरिरहेको छौँ? बेकारमा उफ्रिरहेको त छैन, तर बुझ्नु त पर्यो नि अलिकति, होइन? तपाईँ थोरै म 30 मिनटको समय लिएको छु, योभन्दा माथि चाहिँ नजाम होला, होइन? किनभने तपाईँहरूलाई गाह्रो हुन्छ, किनभने यहाँ बस्दा बस्दा थाकिसक्नु भएको छ। अनि मलाई आज तपाईँको बिचमा केही कुराहरू सेयर गर्न मन पर्यो, किन भन्दाखेरि यीशु ख्रीष्ट किन आउनुभयो संसारमा। हामी क्रिसमस, हामी आज संसारमा सबै मानिसले रमाइलो गरिराखेको छ। आज क्रिसमस आज मान्छेले यति साह्रो रमाइराखेको छ, कारण चाहिँ किन भन्दाखेरि नि येशू यो संसारमा मानिस जातिको लागि आउनुभएको कारण सबै मानिसले आज अनन्त जीवन उद्धार पाओस् भनेर उहाँ आउनु भएको हो। आमेन। त्यस कारणले तपाईँहरू जतिजना हुनुहुन्छ है, आज तपाईँ सुन्दैमा, तपाईँले आज क्रिसमसको मेसेज सुन्दैमा तपाईँले प्रभुलाई विश्वास गर्नुपर्छ भन्ने छैन, तर केही कुरा त सुन्नु पर्यो नि। कुनै पनि फल नचाखिकन अमिलो हो कि पिरो हो थाहै हुँदैन। त्यही भएर अमिलो गुलियो फललाई हामी अमिलो एकैचोटि भन्न मिल्दैन, तर त्यो फललाई हामीले खानुपर्छ। अनि हामी कसैलाई एकैचोटि जज गर्न मिल्दैन। रहस्यको कुरा के हो त्यो कुरालाई हामी जान्नु जरुरी छ। आमेन। ओके, आज हामी बडो आनन्दको, सबैजनाले भन्नुहोस् न, यहाँनिर के लेखेको छ? हजुर, सबैजनाले यसुलाई ताली बजाएर हामी स्वागत गरौँ न, किनभने आज दाउदको सहरमा मात्र होइन, आज येशू संसारमा आउनु भएको छ। जब मेरो जीवनलाई म अलिकति तपाईँको अगाडि बोल्न चाहे, एक समयमा यो बर्दुबई भन्ने ठाउँमा मेरो जीवन छ नि यति साह्रो म लाचार भएर हिँडेको व्यक्ति हो क्या। म कुन चाहिँ बनेर आएको व्यक्ति होइन। मेरो जीवन यति साह्रो डर लाग्दो। म त्यो किनारको खोलाको छेउमा सुत्दै थिएँ, बसिराखेको थिएँ, भौतार्दै थिएँ। तर एक दिन नि मैले यो बडो आनन्दको सुसमाचार सुने क्या। एकजना व्यक्ति प्रभुको दासले आएर भने, भाइ तिमीलाई प्रभुले माया गर्नुहुन्छ, भाइ तिमीलाई साँच्चै नै माया गर्नुहुन्छ। अनि को त त्यो व्यक्ति माया गर्ने भनेर अनि म उहाँसँग पछि पछि गएँ। अनि उहाँले भन्नुभयो, तपाईँले आज नै जुन कुरालाई ग्रहण गर्दै हुनुहुन्छ, जुन कुरालाई तपाईँले सुन्दै हुनुहुन्छ, अनि उहाँले भन्नुभयो उहाँ चाहिँ प्रभु येशू हुनुहुन्छ। उहाँले तपाईँले पक्षपात गर्नु हुँदैन, उहाँले तपाईँलाई कुनै पनि तपाईँले यताउता केही पनि भन्नु हुँदैन, तर उहाँले तपाईँले माया गर्नुहुन्छ। मेरो जीवन साँच्चै भन्दाखेरि नि म एउटा कुलेको एउटा त्यो भन्छ नि फर्सी जस्तो। मेरो जीवन कस्तो कुरालाई कसले मन पराउँछ? तपाईँले मन पराउनुहुन्छ? तपाईँ मार्केटमा जाँदै गर्दाखेरि नि सब्जी पनि छानेर लिनुहुन्छ। अझ त हामी कतिजना त गनगन गर्ने बानी, कस्तो मार्केट रहेछ त, हो यो त राम्रै छैन सब्जी भनेर हामी भन्छौँ। खुर्सानी लिँदाखेरि पनि छानेर लिन्छौँ। त्यहाँको समयमा नि केजीको हिसाब चल्थ्यो, तर अहिले त नि खुर्सानी छान्दा पनि नि मार्केटमा एक एकवटा लिएर नि मान्छेले छान्न पाउँछ। अनि प्रभु येशूले तपाईँ र मलाई छान्दै हुनुहुन्छ, तपाईँ र मलाई बोलाउँदै हुनुहुन्छ। आज तपाईँले यो क्रिसमसको मेसेजलाई सुन्दै गर्दाखेरि नि तपाईँलाई कतिको आनन्द आउँछ। मलाई आशा छ आजको मेसेजले तपाईँको जीवनमा काम गर्छ। मैले भने नि म एउटा हराएको व्यक्ति हो। म कुनै एउटा म चाहिँ भयङ्कर भएर आएको होइन। कुनै म चाहिँ एउटा कसैले त्यो मलाई क्रिस्चियन चाहिँ जबरजस्ती बनाएको होइन, तर मैले प्रभुको सुसमाचारलाई सुने। मैले कुनै धर्मलाई मैले विरोध गर्दिनँ, किन भन्दाखेरि सबैलाई म समान गर्छु, प्रेम गर्छु। किन भन्दाखेरि आफ्नो इच्छा हो नि त, तपाईँले जे कुरा मान्न पाउनुहुन्छ। म ड्राइभर हो भने नि, गाडीको ड्राइभर हो भने नि, यदि मैले त्यो ड्राइभर यदि धरानदेखि काठमाडौँ ल्याउनु छ भने नि त्यो खलासीहरूलाई के अरे पेसेन्जरलाई ल्याउने काम चाहिँ मेरो हो क्या, म ड्राइभर हो भने। अनि त्यसरी नै परमेश्वरले मलाई आज एउटा ड्राइभर बनाउनु भएको। अनि सारा जातिको लागि खुसीको आनन्दको सुसमाचार सुनाउनको लागि मलाई यो ठाउँमा पठाउनु भएको छ। आज तपाईँले संसारमा दुईटा न्युज सुन्नुहुन्छ, एउटा ब्याड न्युज, एउटा चाहिँ के अरे गुड न्युज। तर आज चाहिँ तपाईँलाई गुड न्युज सुनाउन गइरहेको छु। तपाईँले टिकटकमा हेर्नुभयो भने नि तपाईँले यति साह्रो मान्छे मरेको,
तपाईँले के गरेको भेटाउनुहुन्छ, खालि मरेको। अब हामीले दिनभरि नै त्यही समाचार हेर्छौँ भने नि हामी सुत्ने बेलामा त्यही सपना आउँछ। तर तपाईँले यस्तो सपना हेर्नुहोस् कि यस्तो कुरालाई खोज्नुहोस् कि जीवनमा तपाईँलाई आनन्द मिलोस्, तपाईँलाई केही न केही कुराले चाहिँ असर पारोस् के, फाइदा गरोस् के। तर हामी चाहिँ खालि अहिले टिकटक नचलाउने को छ र, संसारमा मोबाइल नचलाउने को छ र। एकजना व्यक्तिले मलाई भन्दै हुनुहुन्थ्यो, दाजु मलाई त भात खाएपछि नि एकछिन बेडमा ढल्केपछि नि मोबाइल भएन भने नि बरु मलाई श्रीमती चाहिँदैन तर मोबाइल चाहिन्छ भने। सुन्दै हुनुहुन्छ तपाईँ कतिजना एडिक्ट हुनुहुन्छ। तपाईँ मोबाइल ठिक छ हेर्नु राम्रो कुरा हो, तर नि मोबाइलले तपाईँलाई चलाउँदैछ कि तपाईँले मोबाइललाई चलाउँदै हुनुहुन्छ। परमेश्वरले हामीलाई फिल्टर गर्दै हुनुहुन्छ यो समयमा। परमेश्वरले आज हामीलाई नि सही कुराको लागि खोज्दै हुनुहुन्छ अनि तपाईँले ठिक समय तपाईँले पाउनु भएको छ। ओके, आज मैले तपाईँलाई जुन कुरा सुनाउँदैछु, आज येशू ख्रीष्ट किन आउनुभयो। आज धेरैजना रमाइलो गर्दैछन्, आज रमाइराखेको छन्, क्रिसमस, ह्याप्पी क्रिसमस होइन। अनि तपाईँलाई कता कता लाग्दैन मैले क्रिसमस किन सेलिब्रेसन गर्दैछु, क्रिसमस किन हो, के हो। तपाईँले प्रश्न त हुनु पर्यो, जान्नु त पर्यो नि होइन। तर बाइबलमा जे छ म तपाईँलाई त्यही कुरा बताउन चाहन्छु। येशू ख्रीष्ट यो संसारमा आउनुको कारण, येशू ख्रीष्ट यो संसारमा सबै जातिको लागि आउनुको कारण चाहिँ म तपाईँलाई भन्न चाहन्छु। यहाँनिर लेखिएको छ पहिलो कुरा, येशू यो संसारमा आउनुको कारण चाहिँ बाइबल अनुसार मानिसलाई यो संसारमा सृष्टि गर्नुभयो। उत्पत्ति 1:27 र 28 पदमा, यहाँनिर 27 देखि 28 पदमा जो पहिलो मानिस हुनुहुन्थ्यो आदम भन्ने बाइबलमा छ है। यो कुरा चाहिँ उत्पत्तिको किताबमा लेखेको छ। तर यो मानिसलाई परमेश्वरले सबै त्यो यो पृथ्वीमा भएको कुरा चाहिँ हेरचाह गर्नको लागि चाहिँ नि परमेश्वरले भन्नुभयो, आदम तिमीले चाहिँ यो संसारको सबै कुरा यो एउटा बगैँचा दिएको भनेर त्यहाँनिर बाइबलमा लेखेको छ। त्यो बगैँचाको गोडमेल गर्नको लागि तिमीलाई जिम्मेवारी दिएको छ। तर परमेश्वरले फेरि भन्नुभयो तल जाँदै गर्दाखेरि, तर परमेश्वरले भन्नुभयो हे आदम, तर तिमीले नि यो बगैँचाको फलहरू मध्ये तर जीवन र मृत्यु दिने फल चाहिँ कहिल्यै पनि नखानु भने परमेश्वरले प्रतिज्ञा गर्नुभयो। तर त्यो मानिस आदम मात्र होइन, आदमको श्रीमती पनि त्यहाँनिर म जोड्छु। उहाँको श्रीमतीको नाम चाहिँ हब्बा भनेर राखिएको छ, किनभने मानिस एक्लो रहन सक्दैन। मानिसको लागि एकजना न एकजना सुहाउँदो जोडी हुन्छै हुन्छ। कसैको कम्ती मात्रामा होला यो संसारमा, तर मेरो पनि श्रीमती हुनुहुन्छ। परमेश्वरले सबैजनाको लागि जोडी दिनुहुन्छ। अन्तमा तपाईँलाई म भनिदिन्छु, त्यो आदम र हब्बा मिलेर चाहिँ संसारको सबै त्यो कुराको रेखदेख गर्नको लागि चाहिँ परमेश्वरले भन्नुभयो। अन्तमा तपाईँलाई थाहा छ परमेश्वरले भन्नुभयो तिमीहरू यो जीवन र मृत्युको फल चाहिँ नखानु भन्नुभयो। अन्तमा त्यो स्त्रीले चाहिँ के गर्यो भन्दाखेरि नि उसले जान्ने इच्छा पर्यो क्या, के हुँदो रहेछ खाएर चाहिँ के हुँदो रहेछ भन्ने जान्ने इच्छा। हाम्रो चाहना हुन्छ नि त। हामीलाई हाम्रो बानी के छ थाहा छ तपाईँलाई? मलाई जुन कुरा नहेर भन्छु नि म ती कुरालाई बढी हामी हेर्न पठाउँछौँ। यदि कसैले आदेश दिँदैछ, कसैले भन्दैछ भने भाइ त्यहाँनिर चाहिँ खराब कुरा हो, त्यहाँ जानु हुँदैन भनेर चाहिँ हामीलाई त्यहीँनिर जानु मन पर्छ। अनि आदम र हब्बाले चाहिँ के गर्यो भन्दाखेरि खाने इच्छा गर्यो। त्यहाँनिर सर्पले छल गरेको कुरा हामी पाउँछौँ। अन्तमा तपाईँलाई थाहा छ म सर्पलाई पनि दोषी दिँदिनँ। सर्पले त आइहाल्छ नि हाम्रो अगाडि, त अरूले झुक्क्याउन आइहाल्छ नि त होइन। तपाईँलाई कुनै पनि काममा कसैले झुक्क्याएको छ कि छैन? छ नि जीवनमा होइन, सायद कम्ती मात्र होला नझुक्क्याउने चाहिँ। तर अन्तमा सर्पले छल गरेको कुरा हामी पाउँछौँ त्यहाँनिर। अनि आदम र के अरे हब्बा र त्यो सर्पको कुरा हुँदै गर्दाखेरि तिमीले यो फल खायो भने नि तिमी परमेश्वर जस्तै हुन्छौ, तिमीलाई केही पनि हुँदैन भनेर चाहिँ नि त्यो हब्बालाई चाहिँ सर्पले भनिराखेको कुरा हामी पाउँछौँ त्यहाँनिर। अनि अन्तमा त्यो परमेश्वरको कुरालाई मानेन हब्बाले। अन्तमा उसले कसको कुरा मान्यो? त्यो सर्पको कुरालाई मान्यो। अनि अन्तमा उसले खायो। अनि खाइसके पछाडि नि
अनि उसले आफैलाई नाङ्गो देख्यो। के देख्यो रे? आफैलाई नाङ्गो देख्यो। यदि त्यो व्यक्तिले यदि त्यो फल नखाएको भए सायद नाङ्गो हुँदैन थियो। अन्तमा परमेश्वर फेरि आफ्नो छोराछोरीलाई खोज्दै आउनुभयो। आदम त कहाँ छस्? जब साँझको समय थियो आदमलाई र हव्वालाई परमेश्वर खोज्न आउनुभयो। आदम त कहाँ छस् भनेर सोध्दै गर्दाखेरि नि अनि के अरे आदमले भन्यो, उहाँले भन्नुभयो म त नाङ्गै छु भन्नुभयो। म त नाङ्गै छु। अनि उहाँले भन्नुभयो तिमीलाई कसले भन्यो नाङ्गै छस्? अनि तपाईँले मेरो लागि जुन चाहिँ श्रीमती दिनुभयो नि उहाँले गर्दा मैले त्यो फल खाएँ अनि हामी नाङ्गै भए। वास्तवमा यो मैले भन्न चाहेको मेसेज चाहिँ के हो भन्दाखेरि नि आज हामी आज्ञाकारी भयो भने नि हामी परमेश्वरले भनेको कुरालाई मान्यौँ भने नि हामीलाई कुनै पनि कुराले छल गर्न सक्दैन। हामी सत्यको कुरालाई खोजी गऱ्यो भने नि हामी भेट्छौँ। अन्तमा म तपाईँलाई भन्न चाहन्छु अनि जब उहाँले फल खानुभयो नि अनि त्यहाँबाट चाहिँ पाप सुरु भयो। मेरो प्रिय पाप चाहिँ यसरी सुरु भयो। बाइबलले यो कुरालाई पाप भयो भन्छ। अनि किनभने हामी धेरै पटक हामी परमेश्वरको आज्ञालाई हामी जब तोड्छौँ नि हामी मान्दैनौँ। वास्तवमा परमेश्वरको वचनलाई हामी आफ्नो बनाउँदैनौँ अनि आफ्नो नबनाएको कारणले गर्दाखेरि हामी जे पाइ त्यही गर्छौँ। यदि उनीहरूले मानेको भयो नि सायद आज श्राप आउँदैन थियो। अनि बाइबलले राम्रोसँग भन्छ अनि तिनीहरूले गरेको पाप चाहिँ श्राप चाहिँ नि पुस्तौदेखि सर्दै आउँछ भनेको छ। अनि त्यो बाजु बजाइदेखि पुर्खासम्म सर्दै 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 आउँछ भनेको छ। आज हामीले यो कुरालाई विश्वास गर्नुपर्छ कि हाम्रो श्राप चाहिँ आज त्यहाँबाट सरेर आएको। त्यस कारणले गर्दाखेरि नि आज परमेश्वरले नि यही भएको कारणले गर्दाखेरि यही घटना भएको कारणले गर्दाखेरि परमेश्वरले येशू ख्रीष्टलाई यो संसारमा पठाउनु भयो। अब त्यो पाप गरिसकेपछि पापको क्षमा नै थिएन त्यो समयमा। त्यहाँनिर पाप कहीँ पनि हामी भेटाउँदैन कि अब त्यो क्षमा हुन्छ होइन, त्यहाँ छैन, क्षमा नै छैन। तर परमेश्वरले सोच्नुभयो अब चाहिँ मानिस जातिको लागि चाहिँ नि पापको क्षमाको लागि चाहिँ येशू ख्रीष्ट यो संसारमा पठाउँदछु भनेर उहाँले अनि सबै मानिसको जातिको लागि उहाँले पठाउनु भयो। सबैजनाले ताली बजाउनुहोस् न एकपल्ट येशू ख्रीष्टलाई। हामी नेक्स्ट जानेछौँ अनि त्यस पछाडि है उहाँले रोमीको किताब, जतिजना तपाईँ विश्वासी हुनुहुन्छ तपाईँले बाइबल पनि पढ्दा हुनुहोस् ल। किन भन्दाखेरि हामी एकदमै डिक्लेयर हुनुपर्छ हामी कहाँबाट बोल्दैछौँ। जो विश्वासी हुनुहुन्छ जसले वचनलाई पढ्दै हुनुहुन्छ, जो अब भर्खर आउनु भएको छ हाम्रो दाजुभाइ दिदीबहिनीहरू तपाईँहरू चाहिँ सुनिदिनुहोस् ल। अप्ठ्यारो नमानिकन सुनिदिनुहोस् ल आजको दिन चाहिँ ल। रोमीको किताब 5 अध्यायको 12 पद, एक मानिसद्वारा पाप आयो र पापद्वारा मृत्यु आयो। मानिस परमेश्वरबाट अलग भयो अनि त्यहाँनिर के भयो? मृत्यु आयो, दुःख आयो भन्छ अनि श्राप आयो भन्छ। एक मानिस भनेको को हो? आदम। आदमबाट चाहिँ पाप आयो। तर एक व्यक्ति जो हुनुहुन्छ उहाँले चाहिँ जीवन दिनुभयो, उहाँ चाहिँ प्रभु येशू। सबैजना ताली बजाउनुहोस् न, किनभने उहाँ मुक्तिदाता हुनुहुन्छ। अनि उहाँले भन्नुभयो यहाँनिर 2 नम्बरमा, यसकारण येशू ख्रीष्ट संसारमा आउनुभयो आदमले बिगारेको सम्बन्धलाई मिलाउन, पापको मूल्य तिर्न, मानिसलाई परमेश्वरसँग फेरि जोड्नलाई। गलाती 4को 4 पद अनुसार समयको पूर्णतामा परमेश्वरले आफ्नो पुत्रलाई पठाउनु भयो। आमेन। आज कतिजना खुसी हुनुहुन्छ? मैले त भने सुन्न मलाई पनि गाह्रो हुन्थ्यो येशूलाई विश्वास गर्न। अनि येशू चाहिँ को रहेछ त हो मलाई त्यस्तो लाग्थ्यो क्या। तर जब म येशूसँग हिँड्न थालेँ नि, जब येशूको कुरालाई मान्न थालेँ नि, मलाई गाह्रो लाग्दैन अहिले। किनभने उहाँले जे कुरा बोल्नुहुन्छ म भन्नुहुन्छ म त्यही कुरालाई मान्छु। हामी मान्नको लागि तयार हुनुपर्छ। यदि आज नि श्रीमान र श्रीमतीको बीचको सम्बन्ध बलियो छ राख्नको लागि नि
पति र पत्नीको सम्बन्ध बलियो हुनको लागि दुईजनाकै कुरा मिल्नुपर्छ। जब मिल्दैन नि समथिङ ड्यास प्रब्लम क्या त्यहाँनिर केही न केही त छ। तर एउटै कुरा परमेश्वरले मिलाउनुहुन्छ। अनि त्यसरी नै येशू ख्रीष्ट यो संसारमा सबै मानिसलाई परमेश्वरदेखि टाढा भएको व्यक्तिलाई छुटाउनु के अरे उहाँले जोड्नको लागि आउनुभयो। अनि म त हामी खुसी छौँ आज बुझ्दै हुनुहुन्छ क्रिसमसलाई यसरी हामी सेलिब्रेसन गर्दैछौँ किनभने मानिस जातिको लागि उहाँ आउनुभएको। हामी लुका 2 अध्यायमा हेर्यो भने त्यहाँनिर गोठालाहरू चाहिँ रमात गरेको हामी पाउँछौँ। त्यहाँनिर के लेखेको छ भन्दाखेरि तब स्वर्गदूतले तिमीलाई भने नडराऊ किनभने हेर म तिमीहरूलाई बडो आनन्दको सुसमाचार के अरे सुनाउँछु जो सबै मानिसहरूका निमित्त हुनेछ भनेको छ। यो चाहिँ खालि यो दाजुको लागि मात्रै होइन, खालि कुशलको लागि मात्र होइन, खालि यहाँनिर हाम्रो मुक्ति दाजुको लागि मात्र होइन, सबै जातिको लागि भन्नुभएको छ। अनि उहाँले बडो आनन्दको सुसमाचार उहाँले मानिस जातिको लागि लिएर आउनु। अनि आज हामी क्रिसमस सेलिब्रेसन किन गर्छौँ? यही कारण हो। येशू आउनु भएको कुरालाई हामी खालि रमाउन, खालि हामी उफ्रिनको लागि मात्र होइन, तर येशू आउनुको कारण चाहिँ मानव जातिलाई मिलाउनको लागि। परमेश्वरसँग टाढा भयो, टाढा छ। आज राम्रोसँग व्यक्तिले नि परमेश्वरसँग नजिकता पनि छैन। आज म मोबाइल भेट्यो भने श्रीमती छोडिदिन्छ। अघि नै मैले भने आज मोबाइल भेट्यो भने टिकटक चलायो भने नि आज मान्छेसँग गफै हुँदैन, खालि मोबाइलसँग गफ हुँदैछ। तर तपाईँहरूले के परमेश्वरसँग कहिले गफ गर्नु भएको छ? जो सृष्टिकर्ता हुनुहुन्छ। आज हामीले कसले बनायो? हजुर कसले बनायो? तपाईँले सोच्नुहुन्छ होला मेरो बुवा आमाले, तर सृष्टिकर्ता को त? आज हामी सृष्टिकर्ताको नजिकतामा छैन। आज एउटा सामान पाएन भने नि एउटा मार्केटदेखि अर्को मार्केटमा खोज्दै हिँड्छौँ, अझै म्यासेज गर्छौँ, लोकेसन हाल्छौँ यो सामान दिनुहोस् न भनेर। तर आज सृष्टिकर्तालाई खोज्ने चाहिँ कम्ती व्यक्ति छ, कम्ती व्यक्ति छ क्या। आज मोबाइलमा रमाइराखेको छ। मोबाइलमा हामी रमाउनु पर्छ, तर सही कुरामा हामी रमाउनु जरुरी छ। सुन्दै हुनुहुन्छ? ओके, संसारभरि आज नि क्रिसमसको सेलिब्रेसन गरिराखेको छ। अनि यो चाहिँ चान्चुने कुरा होइन क्या। बाइबलमा इतिहासमा म तपाईँहरूलाई के भन्छु भने इतिहासमा एकजना व्यक्ति छ जो मरेर जन्मेर फेरि पनि मरेर फेरि पौडी उठेको व्यक्ति, अनि त्यो चाहिँ येशू ख्रीष्ट उहाँ हुनुहुन्छ। उहाँ मरेको छ तर मरेको चिहानबाट पनि उहाँ फेरि पनि पौडी उठेर आउनु भएको छ। अनि इतिहासमा पहिलो व्यक्ति हुनुहुन्छ। अनि त्यही भएर त्यो उहाँले भन्नुभएको छ सारा जगतलाई उहाँले प्रेम गर्न आउनुभयो। एघार पदमा म भन्छु आज दाउदको सहरमा तिमीहरूका निम्ति एकजना मुक्तिदाताको जन्म भएको छ जो ख्रीष्ट प्रभु हुनुहुन्छ। दाउदको सहरमा मात्र होइन, अब दुवैको सहरमा पनि घर घरमा प्रत्येक व्यक्तिमा यीशु जन्मिसक्नु भएको छ जसले यसुलाई विश्वास गर्छ। अनि आज म तपाईँलाई किन यो कुरा मेसेज भन्दैछु भन्दाखेरि हाम्रो दिदीबहिनीहरू टाढा टाढाबाट आउनु भएको छ, तपाईँहरूले सुनिदिनुको लागि आउनु भएको छ क्रिसमस चाहिँ के रहेछ भनेर। अब हामी खालि खाना र पिउन त हामी जहाँ पनि हामी पैसा तिरेपछि खान पाउँछौँ, तर तपाईँहरू त्यत्तिकै आउनु भएको होइन कि यहाँनिर केही त छ, केही त छ नि यहाँनिर होइन, केही न केही त कुरा मैले बुझ्नु पर्ने छ भने तपाईँ आउनु भएको हो क्या। आज तपाईँले काममै छोडेर आउनु भएको छ। कतिजनाको घरमा काम गर्नु त साउनीले आज नजा भन्दै हुन्थ्यो होला, तर तपाईँले आज नि होइन आज चाहिँ म जान्छु, आजको दिन भएको छुट्टी दिनु, अर्को हप्ता चाहिँ बरु म काम गर्दिनँ भने तपाईँ आउनु भएको छ क्या। तपाईँलाई थाहा छ आज नि तपाईँले बडो आनन्दको सुसमाचार सुन्नुहुन्छ। मत्तीको 20 को 28 पद जसरी
मानिसको पुत्र पनि सेवा पाउनलाई होइन तर सेवा गर्न र धेरैको छुटकाराको मल स्वरूप आफ्नो प्राण दिनको लागि आयो भनेको छ। बुझ्दै हुनुहुन्छ यहाँनिर? जसरी मानिसको पुत्र सेवा पाउनलाई होइन के, धेरै पटक हामी कुनै पनि ठाउँमा जान्छौँ नि पाउनको लागि जान्छौँ, तर हामी त्यहाँनिर के छ भन्दाखेरि येशू ख्रीष्ट चाहिँ नि पाउनको लागि होइन तर दिनको लागि भनेको के हो भन्दाखेरि नि सारा मानिसलाई उद्धार दिनको लागि, सारा मानिसलाई पापको क्षमाको लागि उहाँ आउनु भएको यस पृथ्वीमा। अनि उद्देश्य यही हो। आज हामीले यो बाइबलमा धेरै ठाउँमा हामी पाउँछौँ येशूको जन्मको बारेमा, येशू कसरी जन्मिनु भयो। अब यो लियो भने त तपाईँहरूलाई त 4-5 घन्टा नै लाग्छ, तर मैले सर्टकटमा भन्दैछु। राम्रोसँग एक्सप्लेन तपाईँहरूले सायद बुझ्न सक्नु भएको छैन होला, तर मैले बुझाउने कोसिस गर्दैछु ल। तर म अन्तिममा भन्छु अब, किनभने तपाईँहरूलाई पनि गाह्रो हुन्छ। अन्तिममा के छ भन्दाखेरि नि यूहन्ना 3:16 यहाँनिर यसरी लेखेको छ, किनभने परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो कि उहाँले आफ्ना एकमात्र पुत्रलाई दिनुभयो ताकि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस् तर त्यसले अनन्त जीवन पाओस्। आमेन भन्नुहोस् न। अब पुत्र किन आउनुभयो? तपाईँलाई अघि नै मैले भने, जब आदम र हव्वाले काम बिगार्यो सबै मानिसलाई श्राप आयो, अनि त्यो श्राप त्यो पापलाई क्षमा गर्नको लागि येशू ख्रीष्ट संसारमा आउनु नै पर्यो। अनि उहाँ आउनु मात्र भएन, उहाँ हाम्रो लागि कल्भरी क्रुसमा मर्नुभयो, अनि उहाँ फेरि दौडी उठ्नुभयो, अनि उहाँले सबैलाई शान्ति छोडेर जानुभयो। आमेन। अनि उहाँले यही भन्नुभएको छ, किनभने परमेश्वरले संसारलाई प्रेम गर्न आउनु भएको छ भनेपछि संसारलाई प्रेम भनेपछि खालि क्रिस्चियनलाई प्रेम गर भनेको छैन के। यहाँनिर कहीँ लेखेको छैन ओइ क्रिस्चियन तिमीहरूलाई चाहिँ प्रेम गर्छु भनेको छैन के। भनेपछि यहाँ सबै मानिसलाई प्रेम गर्छु भनेको छ। अनि प्रेम भन्ने शब्द नि जो पाइ त्यसले गर्न सक्दैन। आज एउटा श्रीमानले आफ्नो श्रीमतीलाई प्रेम गर्न सकेको छैन, जसले चाहिँ आफ्नो श्रीमतीलाई प्रेम गर्न सकेको छैन उसकै नाम प्रेम बहादुर रे। हाँस्नुले हो। अनि जसको चाहिँ तागतै छैन त्यसैको नाम चाहिँ के रे बलबहादुर रे। यस्तो छ संसारमा होइन। तर येशू ख्रीष्टले नि संसारलाई प्रेम गर्न आउनुभयो। बुझ्दै हुनुहुन्छ? आज तपाईँलाई जस्ट यो कुरा किन भन्यो भन्दाखेरि नि तपाईँ आज यो क्रिसमसमा तपाईँहरूको कतिजनाको सम्बन्ध बलियो छैन होला, तर आज म तपाईँलाई भन्न चाहन्छु तपाईँ यो समयमा प्रार्थना गर्नुहोस्, तपाईँले विश्वास गर्नुहोस् कि यो क्रिसमसको सिजनमा येशू ख्रीष्ट आउनुभएको मेरो सम्बन्धलाई जोड्नको लागि। आमेन भन्नुहोस् न। तपाईँहरूलाई कतिलाई अल्छी लाग्यो? हजुर अल्छी लाग्यो क्या, मलाई थाहा छ। तपाईँहरूले नचाउनु पर्छ अहिले एकछिनको लागि ल, नचाउनु पर्छ, नाच्नु पर्छ नि त, किनभने येशू ख्रीष्ट संसारमा आउनु भएको हो नि त। जब मेरो जन्मदिन आउँछ नि म त यति साह्रो उफ्रिन्छु, अरूले नभने पनि म आफै ह्याप्पी बर्थडे भनिहाल्छु। किन भन्दाखेरि नि जहिले पनि नि जन्म उत्सव चाहिँ जीवित व्यक्तिको मात्र मनाइन्छ, अनि येशू ख्रीष्ट जीवित व्यक्ति हो। बुझ्दै हुनुहुन्छ? अनि जहिले पनि उत्सव, किनभने ज्योति आयो नि त। अनि हामीले चाहिँ क्रिसमस यो तरिकाले सेलिब्रेसन गर्छौँ। सबै मानव जातिले त्यो समयमा बाइबलमा भनेको छ यो कुरा चाहिँ सबै मानिसले त्यो समयमा पाप गरेको कारणले गर्दा पापको क्षमाको बाटै थिएन, अनि कुनै पनि कुराले चाहिँ क्षमा गर्न नसकेको कारणले येशू ख्रीष्ट यो संसारमा मानव भएर आउनुभयो, अनि उहाँ परमेश्वर भएर पनि आउनुभयो, उहाँ मानिससँग सेवाकाई गर्नुभयो। बुझ्दै हुनुहुन्छ? त्यही भएर येशू चान्चुने व्यक्ति होइन। येशू नाम संसारमा कसको छ? मान्छेको नाम छ? छैन, किनभने हामी येशू नामै राख्दैन। येशू त हाम्रो अब्बा पिता हुनुहुन्छ, जसले आज येशूलाई अब्बा पिता पनि भनेर भन्नु सक्नुहुन्छ। म त ढुक्कसँग भन्छु, किन भन्छु भन्दाखेरि येशूले मलाई अधिकार दिएको छ। एमेन। मेरो श्रीमतीलाई म गर्लफ्रेन्ड भन्दिनँ क्या, मेरो श्रीमती हो। बुझ्दै हुनुहुन्छ? मेरो बुवालाई चाहिँ म जहिले पनि अब्बा भनेर बोलाउन सक्छु, अनि तपाईँलाई पनि उहाँले मेरो छोराछोरी गर्नुहुन्छ। यति साह्रो उहाँले माया गर्नुहुन्छ।
यो साल तपाईलाई लाग्छ होला म त हारिसक्यो। तपाईँ कतिजना हारिसक्नु भएको छ जीवनमा? थकान, सम्बन्धदेखि टाढा तपाईँलाई लागिराखेको होला। कहिले त आमा बाउको सम्बन्ध मिल्दैन, कहिले त श्रीमान श्रीमतीको सम्बन्ध मिल्दैन, कहिले त काका भतिजको जग्गाको कारण। काठमाडौँमा जग्गाको कुरा गऱ्यो भने नि यति साह्रो त्यो यस्तो सिमाना हुन्छ नि, यताकोले यताबाट कोरिराखेको हुन्छ। अनि उसले भन्छ ए भाइ नकोर किन हो? अनि अर्कोले उनीहरूलाई कोरिराखेको हुन्छ, भत्काइराखेको हुन्छ, अनि त्यहाँनिर तनाव हुन्छ। आज यो जग्गाको लागि पनि नि मान्छेको झगडा परिराखेको छ। अनि यस्तो घटनाहरू धेरै सम्बन्धहरू बिग्रेको छ मैले भन्न खोजेको। तर आज यो सम्बन्धलाई जोड्नको लागि तपाईमा प्रेम छ भने नि येशूले तपाईलाई सबै कुरा जोड्दिनुहुन्छ। आमेन। किनभने उहाँ चाहिँ जोड्ने परमेश्वर हुनुहुन्छ। ताली बजाउनुहोस् न उहाँलाई एकपल्ट फेरि गर्नु। अब फेरि 5 मिनट ल, तपाईलाई गाह्रो भयो 5 मिनट। यूहन्नाको किताब 3 अध्यायको 19 पदलाई मात्र पढ्छु म। फैसला चाहिँ यही हो, ज्योति संसारमा आएको छ र मानिसहरूले ज्योतिभन्दा बरु अन्धकारलाई रुचाए किनकि तिनीहरूका काम दुष्ट थिए भनेको छ। हजुर यहाँनिर भन्न खोजेको कुरा परमेश्वर यो संसारमा आइसक्नु भएको छ। अब घरिघरि आउनु पर्दैन, येशू चाहिँ अब घरिघरि जन्मिनु पर्दैन, उहाँ जन्मिसक्नु भएको छ, संसारमा चाहिँ आउनु भएको छ। तर निर्णय तपाईले लिनुपर्छ। मैले प्रभु येशूलाई नि तपाईको अगाडि नि येशू चाहिँ मुक्तिदाता भनेर भन्न सक्छु क्या, तर व्यक्तिगतमा मैले भन्न सकेको छ कि छैन यसले चाहिँ फरक पर्छ। आज संगतमा भन्दा पनि नि व्यक्तिगतमा प्रभुसँग घनिष्ठ सम्बन्ध रहनुपर्छ। जब तपाईँ सम्बन्ध बिताउनुहुन्छ नि उहाँसँग, आज धेरै पटक समस्या आउँदा गर्दाखेरि नि हाम्रो छिमेकी आन्टीलाई भन्नु मन लाग्छ, मामालाई भन्न मन लाग्छ, होइन चाहिने कुरामा ठिक छ, तर जति पनि कुराहरू नि अलिकति समस्या आयो भने भनिहाल्ने बानी थिए। ए भाइ सानो सानो समस्या त समाधान गर न, तर छैन कि आज मान्छेमा यो छैन। समय जति चाहिँ नि बेकार त्यो समयमा बिताइराखेका हामी भेटाउँछौँ। तर म तपाईँले भन्न चाहन्छु यो विश्वासी दाजुभाइको लागि, म हिन्दू दाजुभाइ दिदीबहिनीको लागि होइन, यो चाहिँ विश्वासीको लागि। किनभने हिन्दू दाजुभाइहरूले भर्खरै उहाँहरूले बुझ्दै हुनुहुन्छ उहाँहरूको कामलाई हामी सम्मान गर्नुपर्छ। हामी कुनै व्यक्तिलाई कुनै धर्मलाई हामी विरोध गर्दैन, सो इच्छा आफ्नो इच्छा हो। यदि तपाईँलाई आज कसैलाई विश्वास तपाईले आएको छ, तपाईले पनि प्रभु येशूलाई आफ्नो बनाउन चाहनुहुन्छ भने तपाईले यो समयमा सक्नुहुन्छ। प्रभुसँग तपाईले बात गर्न सक्नुहुन्छ, प्रभु म तपाईलाई विश्वास गर्न चाहन्छु भनेर। ल अब चाहिँ साँच्चीकै अन्तिममा आयो। येशू ख्रीष्ट प्रभु येशूको जन्मले चाहिँ उहाँको उपस्थितिको उपहार लिएर आएको छ। के लिएर आएको छ रे? प्रभु येशूको जन्मको उपहारको उपस्थिति लिएर आएको छ। मत्तीको किताब 4 अध्यायको 16 पदमा लेखेको छ। प्रभु येशूको जन्म शान्तिको उपहार लिएर आएको छ। लुका 2को 14 पद, फिलिपी 4को 7 पद। प्रभु येशूको जन्मले आनन्दको उपहार लिएर आएको छ। आनन्द भनेको के हो त? तपाईलाई आनन्द एउटा जुनै पनि कुरा तपाईले गर्नुहुन्छ नि तपाईले जीवनमा आनन्द आउनुपर्छ के? आनन्द भनेको चाहिँ खुसीको पल हो, बुझ्दै हुनुहुन्छ? अनि प्रभु येशूको जन्मले उद्धारको उपहार लिएर आएको छ। यूहन्ना 3:16। अन्तिममा प्रभु येशूको जन्मले अनन्तको आशाको उपहार लिएर आएको छ। आमेन आमेन आमेन। हुन्छ, प्रभु येशूलाई ताली बजाएर हामी धन्यवाद दिन्छौँ।